हजुर माछा पनि यो चाहिँ के हो नाम मात्रै भन्नु मात्रै त्यो फुल एक ठाउँमा भमरा भमरै छैन बदल फुल मात्रै छ भमरा बाहिरमा आउनै छ भमरा त हो कि हजुरहरू भमराको नि नाम हुन्छ रे के हुन्छ यसको नाम चाहिँ के अरे यो चाहिँ हामीले हजुरहरूलाई हाम्रो यो 10 यहाँ 10 रीतिबाट बागदान माग्न आएको वचनदान माग्न पाउँछ के खालको माग्ने हो माग्नु के चाहिँ माग्नु छोरी कन्या मागेर पनि हामीले हजुरले वचन दिनु पर्यो अब विधिवत रूपमा चाहिँ हामीले तयार छौ नि त्यो छौ हैन दिनु पर्यो के चाहिँ छैन कसरी तयार हुनु छैन बोल्नै सक्दैन अब ल सुरु गर्नु काम लाग्यो छ के हो नि फेरि होइन बाँसेको पाउनलाई गाह्रो भएछ हजुर लिले गर्दा होइन नि होइन पनि छैन नि राजले होइन त्यसो भए कसको फटाफट गरौँ न छोरी कसलाई दिएको त्यो भनिदिनु मैले तैँले भन्दै कसको छोरी देउलीको तर्फबाट 3 पुस्ते हजुरबा दिलबहादुर श्रेष्ठ बुवा नगेन्द्र श्रेष्ठ छोरी अनिता श्रेष्ठलाई एक दे हैन त्यो बाँकी छ त्यो उता भन्नु पर्यो कसलाई दिएको त अब गोत्र काश्यप गोत्र बेहुलातर्फ 3 पुस्ते अजा जयनारायण श्रेष्ठ बुवा गङ्गाराम बेहुला यम बहादुर श्रेष्ठलाई कति गतेमा हो 2082 साल 6 महिना 9 गते यो समाजमा अब यो खाना त खाइँदैन छोएर के गर्नु छोरी फल्नालाई होइन अनि फल्नाको छोरो फल्नालाई दे अहिले त बेहुली हो नि त पछि पो अब यता सुन्नुहोस् अलिकति तपाईँ पहिलेका बुढाले चाहिँ सबै सिमे बिमे नाग नाग्ने देवता 10 भला राखेर उहाँले भन्नु पाउनु चाहिँ अब त्यताको पाला आउँछ नि किन टाउको दुखाइ गर्नु भनिदिनु न अब आउँदैन उहाँहरूले नै हो भनेर भन्नु परेन हजुरबा दिलबहादुर श्रेष्ठ बुवा नगेन्द्र श्रेष्ठ छोरी अनिता श्रेष्ठलाई नजान्ने पाइन्छ यता बेहुलातर्फ जयनारायण श्रेष्ठ बुवा गङ्गाराम बेहुला यम नारायण श्रेष्ठलाई 1 2 दे 3 दे पचासका 33 कोटी पत्तालका नाग नगिनी साँची मारे हत्या पाले सबैले ध्यान दिएर आज 2082 साल 6 महिना 9 गतेका दिन 5 पंच 10 भलादमी वरिपरिका सकल देवताहरू खोला नाला आकाशका 33 देवता पातालका बासुकी नाग सबैलाई साक्षी राखेर दिलबहादुर हाम्रो गोत्र के भन्छ औशिला गोत्रका दिलबहादुर श्रेष्ठकी नातिनी नगेन्द्र श्रेष्ठकी छोरी अनिता श्रेष्ठलाई काश्यप गोत्रका जयनारायण श्रेष्ठका नाति गङ्गाराम श्रेष्ठका छोरा यमबहादुर श्रेष्ठलाई यहाँले दिनुभयो यमबहादुर श्रेष्ठलाई दिनुभयो यहाँले दिनुभयो हामीले प्राप्त गर्यौँ मैले यति भने हामीले लियौँ हजुरले समय दिनु पर्यो
भनिदिएको मान्छेलाई पो आउँछ त सकेपछि हामीले अलिकति अपभ्रंश भएर भात खौरे भन्छौँ हामी त्यो चाहिँ उहिले के थियो भने अहिले जस्तो मोबाइल थिएन टेलिफोन थिएन एफएम थिएन रेडियो थिएन होइन अनि पल्लो डाँडामा जन्ती आइपुगेपछि अलि हिँड्न सक्ने 4 जना मान्छेलाई पठाएर यतिजना जन्ती आएका छौँ यतिजनालाई भात पकाउँ भनेर खबर दिन आएको हो त्यो भात खबरेको अर्थ चाहिँ त्यो भात खबरे भन्दा भन्दै भात खौरे भएको सिद्ध हो यहाँ त भात छैन हामीलाई भात दिँदैन हामीले खोइ हामीले भोगे